लसो फ्याफुल्जी टाँसिदिले सम्पूर्णमा र तपाईँहरूलाई थाहै भएको कुरा हो है। म चाहिँ अब अहिले यहाँनिर देहरादुनको मिन्टुलिङ गुम्बामा लगभग 1.5 महिनाको यो कामाको वङ थाप्नुको निम्ति चाहिँ यहाँ आएको छु। र मैले अब जति सक्दो मैले आफ्नो भिडियोमा तपाईँहरूलाई मैले देखाइरहेको छु भिडियोमा हैन, बनाएर जानी नजानी भए पनि अब जति सक्दो चाहिँ मैले देखाइरहेको छु। अब वङमा त अब प्रायः जस्तो भिडियो देखाउनु मिल्दैन, किनभने अब म मात्रै छैन वङमा, थुप्रै अब कमसेकम पनि 10-12 हजार लामाहरू अब यो भित्र वङ अभिषेकको लागि बसिरहनु भएको छ। मैले भिडियोहरू गर्दाखेरि उहाँहरूलाई पनि कतिवटा डिस्टर्ब हुन्छ, त्यो मैले बुझ्नुपर्ने कुरा हुन्छ है। र म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि चाहिँ यो वङ चाहिँ अब मान्छेले चाहिँ अब हल्कामा लिन्छ, कतिले बुझ्दैन पनि वङ अभिषेकको विषयमा, वङ भने के हो अब। र म चाहिँ अब संक्षेपमा अलिकति तपाईँहरूलाई है यो वङको विशेष गरी यो कामा र यो तेर्मा भन्छ दुईवटा है, कातेरिनी भन्छ यसलाई, दुईवटा कामा र तेर्मा। अनि यो अगाडिको योभन्दा अगाडिको चाहिँ यही गुम्बामा हाम्रो पूजनीय उहाँ बित्नुभयो, स्वर्गवास हुनुभयो है, हाम्रो सिमलाकै। मैले अस्ति भिडियो तपाईँलाई साझा पनि गरेको थिएँ। उहाँ रिम्पुचेले नै हामीलाई चाहिँ हाम्रो गुरु हो उहाँले चाहिँ लगभग 5 महिनाको हाराहारीमा चाहिँ उहाँले तेर्जो कमसेकम 1000वटा भन्दा ज्यादा वङहरू अभिषेकहरू उहाँले दिइसक्नुभयो। मैले पनि त्यति नै बेला एउटा मौका पनि पाएँ गुम्बामा बसेकोले गर्दाखेरि, थापे पनि त्यो मेरो कम्प्लिट भइसकेको थियो। किनभने कातेर भन्दाखेरि चाहिँ दुईवटा आउँछ, कामा र तेर्मा। तेर्मा चाहिँ मैले थापिसकेको थिएँ है, रिजु तेर्जो कमसेकम लगभग 5 महिनाको हाराहारीमा मैले त्यो सबै वङ तुरिसकेको थियो। अब यो कामा चाहिँ थापेको थिइनँ, मौका त पाएको थिएँ बुद्ध गाईमा, तर अब त्यस्तै खालको समस्या पऱ्यो र मैले थाप्न सकिनँ त्यति बेला चाहिँ। तर अब आज चाहिँ यो अहिले जुन मैले यो वङ थाप्दैछु यो लगभग 1 महिना 1.5 महिनाको वङ हो। यो चाहिँ अब हाम्रो 8 तारिक सक्छ। यसमा चाहिँ मेरो कातेर यो जुन चाहिँ कामा र तेर्माको वङ चाहिँ मेरो एकदमै कम्प्लिट भएर जानेछ है। किन हाम्रो निङमा समुदायमा चाहिँ हामी लामाहरूको लागि चाहिँ एकदमै महत्त्वपूर्ण छ यो। किनभने अब हामी योग साधना है, साथै अब हामी झिन्दाहरूको घरतिर अब पाठ पूजाहरू गर्नुको लागि अब थुप्रै प्रकारको पाठ पूजाहरू गर्नुपर्छ। त्यसले गर्दाखेरि यो वङ चाहिँ अब हामीलाई एकदमै जरुरी छ है। कतिजना झिन्दालाई थाहा छैन, कति झिन्दालाई थाहा छ, कति लामालाई थाहा छ, कति लामालाई थाहा छैन हैन। यो चाहिँ अब खासमा चाहिँ ध्यान साधनाको लागि चाहिँ धेरै नै अब महत्त्वपूर्ण छ हाम्रो यो वङ चाहिँ। अब कातेर भनेपछि कारमा र तेर्मा चाहिँ अब हाम्रो चाहिँ पर्वजुनीको एउटा भाग्यले गर्दाखेरि भनौँ हैन, हामीले एउटा राम्रो कर्म गरेकोले भनौँ यहाँसम्म आएर यो वङ एकदमै मैले पूर्ण गर्नु पाउने रहेछ। अन्त अन्य भविष्यमा पनि अब तपाईँहरू पनि यो कामा तेर्माको वङ कहीँ पनि हुँदैछ भने तपाईँहरू जानु होला। किनभने यो चाहिँ हजारौँको यसमा चाहिँ चासुम लामा हिदाम खान्डो जस्तै गुरुको वङ, त्यहाँबाट इष्टदेवको वङहरू, त्यहाँबाट डाकिनीको वङहरू है, त्यसै गरेर सुङमाको वङहरू, त्यसै गरेर आयुको वङहरू, यसमा थुप्रै वङ है, कमसेकम लगभग 1000 भन्दा ज्यादा वङहरू यसमा छ। र मैले चाहिँ के भन्न चाहेँ भन्दाखेरि चाहिँ अब हाम्रो वङ भन्ने कुरा चाहिँ अब हामी त्यो सानोबाट त्यो उयो के अरे कुनै के उसमा वङ हुँदैछ भने त्यो ठिर त्यो के अरे छिरिल खाएर चाहिँ वङ हुँदैन। वङ चाहिँ सुन्नुपर्छ। मैले तपाईँलाई देखाएको छु त्यो रातो रिबिनहरू लगाएर होइन, लामाले के भन्छ त्यो भने त्यसको शब्दहरू दोहोऱ्याएर अनि सम्झिने भावना विधिहरू वङले अब रिम्पुचेले यस्तो सम्झेर बस्नु भन्दाखेरि त्यो खालको सम्झेर भावना विधिहरू गरेर अन्त चाहिँ हामीलाई वङ पाउनेछ। अनि चाहिँ अब हामीले योग साधनाहरू भयो, जस्तो लोसुम धासुमहरू भयो, 3 वर्ष 3 महिनाको छामहरूको लागि चाहिँ एकदमै अनिवार्य नै छ यो वङ चाहिँ है। त्यसले गर्दाखेरि तपाईँहरू नि मौका पाए भने आउनुहोस्। मसँग जुडेर कतिजनाले एकदमै राम्रोसँगले मलाई कमेन्टहरू पनि गर्नुभएको थियो, स्पेसली फोन पनि गर्नुभएको थियो होइन। अन्त मलाई धेरै खुसी लाग्छ त्यो उयो मलाई कमेन्ट गर्दाखेरि। तपाईँहरू पनि म अब यो के भन्छ यो वङ चाहिँ मेरो लागि मात्र नभएर चाहिँ म चाहिँ समस्त प्राणीको लागि आउने भविष्यमा चाहिँ धेरै प्राणीहरूको लागि हित गर्न सकौँ भन्ने एउटा हेतुले चाहिँ मैले यो वङ
थापिरहेको छु अहिलेसम्म होइन। र मलाई हेरेर हुने है, मलाई सुन्ने हुने मेरो भिडियोमा सबैले कमेन्टहरू गरिदिनु हुन्छ है। अनि अब यो यहाँबाट सिधै बुद्धगयाबाट घर आउने छु। लगभग देहरादुन के अरे जनवरीको लास्टतिर आइपुग्छु होला भन्दै लासो फ्याफुलजी मेरो भिडियोलाई हेरिदिनु होला है भन्न चाहन्छु लासो। अनि म अन्तिम चाहिँ के भन्न चाहन्छु भने अहिले जुन वाङ गर्नु हुँदैछ रिमु चाहिँ उहाँ चाहिँ काठमाडौँ सिजन गुम्बा, उहाँको नाम चाहिँ पूजनीय गुरु सिजन रब्जम चाहिँ भन्नुहुन्छ। लासो फ्याफुलजी टसिदिले